2026 पनि एक हप्ता बितिसक्यो। कस्तो भइरहेको छ त? यो वर्षको रिजोल्युसनहरू पुरा हुँदैछ कि त्यस्तै हो? अब यो पहिलो हप्ता बितिहाल्यो, दोस्रो हप्तादेखि सुरु गरौँ, अथवा जनवरी त्यस्तै भयो, फेब्रुअरीदेखि चाहिँ सुरु गर्छु जसरी पनि भन्ने भइरह होला नि होइन कतिलाई। जबसम्म तपाईँले मरिमेट्नुहुन्न नि, जबसम्म तपाईँले सबै मान्छेभन्दा डिफ्रेन्ट र अलिकति हार्ड केही गर्नुहुन्न, केही नापिनेवाला छैन क्या। कम्पिटिसन एकदम हाई छ, यसमा गर्दा हुन्छ कि नगर्दा हुन्छ, गर्दा हुन्छ कि नगर्दा हुन्छ, के गर्ने होला भनेर कन्फ्युज भइरहेको मान्छेलाई कम्पिटिसनै छैन क्या। सबैजना सोसियल मिडियामै व्यस्त छन्, सबैजना टिकटक चलाउनै फुर्सद छैन, कम्पिटिसन कहीँ छैन। तपाईँले 5% मात्रै मेहनत गर्नुभयो भने तपाईँ कति अगाडि जानुहुन्छ तपाईँले सोचेकै छैन क्या। कम्पिटिसनै छैन। त्यही भएर कम्पिटिसन धेरै छ भन्ने भ्रमलाई चाहिँ आजदेखि टुटेर 10-15-20% त आफूलाई दिएर हेर्नु न, कम्पिटिसन कहीँ छैन भने त्यसपछि तपाईँले बुझ्नुहुन्छ। ल हस् त, जय नेपाल।